फेरि पनि स्वागत छ मेरो च्यानलमा तपाईहरु सबैलाई। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरेर जोडिनु होला भन्दै आजको हाइलाइट हेरेर तपाईहरुले थाहा पाइसक्नु भएको छ। अब भिडियो स्टार्ट गरौँ। हामी चाहिँ 4 जना मिलेर आज खाना खानलाई जाँदै छौं। अहिले बाटोमा छौं हैन। बाटोमा जाँदै गरेको अवस्था देख्न सक्नुहुन्छ। अब हामी लगभग पुग्न लाग्यौं। मैले चाहिँ यता भिडियोहरु गर्दैछु हैन, सुट गर्दै हिँडिराखेको छु भने अब फेरि म पछाडी बाटो गर्दैछु हैन। हामी चाहिँ यता अगाडि गाडी चाहिँ गइराखेको छ भने मैले पछाडी बाटो चाहिँ गरिराखेको छु। देख्न सक्नुहुन्छ। अब चाहिँ हामी लगभग आइसक्यौं। यता राइट साइडमा देख्न सक्नुहुन्छ ग्रेन महल अनि लेफ्ट साइडमा चाहिँ प्लाजा महल। यता हामी चाहिँ लेफ्ट साइडको प्लाजा महलमा जाँदैछौँ एउटा इन्डियन रेस्टुरेन्टमा खाना खानको लागि। अब लगभग हामी आइपुग्यौं। यहाँ आइपुगेको छौँ भने अब चाहिँ हामी पार्किङ हेर्छौँ। पार्किङ खोज्दैछौँ हैन। अब हामी लगभग पार्किङ पनि हामीले भेटिसकेको अवस्था छ भने अब चाहिँ हामी गाडी पार्किङ गर्दैछौँ। अब हामी पार्किङ गरेर चाहिँ सबैजना निस्केर उहाँ चाहिँ मुसा मन्सुर यता हेर्नु हुँदैछ। उहाँले चाहिँ आजको बिल तिर्ने यो जानकारी गराई। त्यसपछि देख्न सक्नुहुन्छ यो रेस्टुरेन्टमा अब हामी भित्र जान्छौँ, के अर्डर गर्छौँ त्यो सबै म तपाईहरुलाई भिडियो मार्फत देखाउँछु है त। यो रेस्टुरेन्ट हो। 3 जना गइसक्नु भयो भने यहाँ हात धुने ठाउँमा आइपुगिसक्यो। म भिडियो गर्दैछु। उहाँ चाहिँ त्यो हात धुनु हुँदैछ भने म पनि अब हात धुएर हाम्रो टेबलतर्फ लाग्दैछु। टेबल हाम्रो चाहिँ यहाँ कहाँ बस्नु भएछ भन्दै जाँदाखेरि हामी यहाँ ढोका छेउमा सिडी भयो अनि यता बस्नु भएछ। अब हामी चाहिँ यहाँ वेटिङमा छौँ। अब वेटर आएर अर्डर लिएर जानुभयो अनि हाम्रो चाहिँ केही मिनेट पछाडि हाम्रो अर्डर आउँछ है त। हामीले के अर्डर गरेछौँ भन्ने कुरा म तपाईहरु सबैलाई भिडियो मार्फत देखाउँदैछु। अब हाम्रो के आउँछ देख्न सक्नुहुन्छ हैन। अब लगभग हाम्रो चाहिँ अर्डर आउँदै गरेको अवस्था छ भने फर्स्टमा चाहिँ हाम्रो के आउँछ त भनेर भन्नुपर्दा हाम्रो फर्स्टमा चाहिँ खाली प्लेट अनि एउटा कागज आयो है। एउटा प्लेट खाली प्लेट र कागज आयो अनि पानी पनि आइसक्यो। पानी चाहिँ उहाँले हाल्नु हुँदैछ सबैजनालाई भने सबैलाई एक-एकवटा प्लेट र एक-एकवटा खाली कागज आइसकेको छ। मेरो देख्न सक्नुहुन्छ एउटा कागज अनि प्लेट छ भने अब के आयो त भन्नु पर्दाखेरि एउटा डिस आइसक्यो। ती देख्न सक्नुहुन्छ ती छोपेर त्यो चाहिँ बनाना फ्राई पहिले खान्छौँ। म पहिले अनि अरू डिस पनि आइसक्यो देख्न सक्नुहुन्छ हैन। के खानेकुराहरू म टेस्ट गर्दैछु कस्तो छ। वाउ, यो टेस्ट चाहिँ म तपाईहरुलाई के भन्छु भने
पाकेको बनानालाई पिठो बाहिरबाट लगाएर फ्राई गरेको भनेपछि यो टेस्ट हजुरहरूले सबै आफै थाहा पाइहाल्नुहुन्छ। र अरू के खानेकुरा आयो त भन्दा म तपाईँहरू सबैलाई सबै देखाउन गइरहेको छु है। सबै आइटमहरू के आयो त देख्न सक्नुहुन्छ होइन। परौठा मलाई चाहिँ 2टा परौठा आएको छ है। उसले 2टा परौठा अर्डर गरिदिनु भएछ। यो चिकन कुर्मा भन्ने वाटर अनि बिफ करी देख्न सक्नुहुन्छ। सबैजना चाहिँ अब खानामा व्यस्त। अनि यो बिफ करी म चाहिँ भिडियो बनाइरहेको छु। बिफ करी, अन्डा करी अनि उता सुप देख्न सक्नुहुन्छ भने। अनि यता चाहिँ अब खाना स्टार्ट भइसक्यो। मैले चाहिँ अब देख्न सक्नुहुन्छ भिडियो बनाउँदै म चाहिँ पहिलोचोटि चाहिँ देब्रे हातले है परौठा खाँदैछु है त। म चाहिँ सरी भन्न चाहन्छु, मेरो हात चाहिँ एउटा बिजी भएको कारणले गर्दा जुन हात फ्री छ त्यसले चाहिँ खाँदैछु होइन। यसमा चाहिँ अनि उता मैले कस्तो छ टेस्ट भन्दाखेरि उहाँले एकदम ठिक छ, भेरी गुड टेस्ट भनेर भनिराख्नु भएको छ भने उता हामी दुई भाइ चाहिँ खाइरहेको अवस्था छ देख्न सक्नुहुन्छ। उहाँले चाहिँ बिल्कुल आजको अनि यता कान्छो भाइ अनि हामी चाहिँ यसरी आज यहाँको छुट्टी भएको कारणले गर्दाखेरि हामी पनि टाइम मिलाएर 1 घन्टा जति यो खाना खाउँ भनेर चाहिँ आएको छौँ यहाँ। हामी धेरै दूर टाढा त आएको छौँ होइन, 10 मिनटको डिस्टेन्स जस्तैमा आएको छौँ। भने उता देख्नुहुन्छ उता जर्सीहरू लाइवरी खाना खाइराख्नु भएको छ। उहाँ चाहिँ आज छुट्टी भएको कारणले गर्दाखेरि खेलेर आएर खाइराख्नु भएको छ भने हामी पनि के कम भनेर हामी चाहिँ ड्याङकाड्याङ जे छ आयो त्यही खाँदैछौँ। र म चाहिँ चिकन कुर्मा खाँदैछु होइन। यो चाहिँ चिकन कुर्मा भन्छ, हेर्न सक्नुहुन्छ। म चाहिँ धेरै जस्तो भिडियोमै बिजी भएको छु। अनि म चाहिँ अब एउटा चिली पनि खाँदैछु है त। तर म धेरै चिली चाहिँ खान्न, तर यो फ्राई गरेको चिली चाहिँ मिठो हुन्छ होइन, धेरै स्पाइसी हुँदैन। त्यही भएर फेरि म चिकन कुर्मातिर लागेँ होइन। अनि हाम्रो फेरि अर्को अर्डर आयो है। हाम्रो अर्को अर्डर नयाँ अर्डर चाहिँ के आयो भन्नुहुन्छ भने पुरी र चिया, टी र पुरी आयो। टी चाहिँ मेरो लागि होइन, 3 भाइको लागि। म चाहिँ टी पिउँदिनँ के। अनि देख्न सक्यो। अनि खै के जाति टी हो यो पनि नाम ल्याए होइन, एकदमै। अनि अब उहाँ देख्नुहुन्छ टेस्ट भयो होइन, टेस्ट गर्यो। मेरो चाहिँ पुरी आयो, यति पुरी थपेँ, 2टा परौठा र पुरी। अनि यहाँ चाहिँ 2 भाइको कस्तो छ टेस्ट भनेर सोध्दै गर्दाखेरि 2जनाको एकदम मिठो छ भन्ने रेस्पोन्स छ त्यहाँ होइन। भने धमाधम खाँदै गरेको अवस्था हो, देख्न सक्नुहुन्छ। हाम्रो लगभग खानेकुरा चाहिँ अन्तिम चरणमा पुऱ्याइयो होइन। अनि उता खाइराख्नु भएको छ, देख्न सक्नुहुन्छ है सबैजनाले। भने हामी चाहिँ अब खाइसकेर लाग्यौँ, हात धोएर हामी चाहिँ अब कामतिर लाग्यौँ। अब गाडीतिर जाँदैछौँ। अरू 3जना गइसक्नुभयो। म चाहिँ भिडियो गर्दै हात धोएर अलिक ढिलो भएको कारणले गर्दा देख्न सक्नुहुन्छ। अरू चाहिँ गाडीमा पसिसक्नुभयो भने म चाहिँ बिस्तारै जाँदैछु होइन। गाडीमा म लगभग गाडीमा आइसकेँ, देख्न सक्नुहुन्छ। यहाँ अब उहाँले चाहिँ बिल तिर्नुभएको, गाडी चठा खाउनु भएको होइन। म चाहिँ आज एकदम रेस्टमा आइरहेको छु। अनि भाइलाई मैले हल्का उता सारेँ भने अब हामी फेरि आफ्नो ड्युटीतर्फ लाग्दैछौँ।
हेर्न सक्नुहुन्छ हाम्रो ड्युटीतर्फ लाग्दैछौँ अनि अब हामी बाटोमा छौँ अहिले बाटोमा जाँदैछौँ देख्न सक्नुहुन्छ गाडीमा हामी चाहिँ फेरि यहाँदेखि निस्क्यौँ बाहिर निस्क्यौँ निस्किँदै गरेको अवस्था अब यी मेरो भिडियो यी बाटोमा हेर्नुहुँदैछ उहाँहरूले मलाई देख्न सक्नुहुन्छ होइन मेरो च्यानल चाहिँ उहाँहरूले हेरेर अनि मेरो भिडियो हेरिराख्नु भएको छ देख्न सक्नुहुन्छ होइन सर्ट भिडियो अनि सुन्नुहुँदैछ उहाँहरूले हेर्नुहुँदैछ अनि बाटोमै छौँ हामी लगभग हामी चाहिँ पुग्न लाग्यो चाहिँ हल्का फुल्का एडिट गर्दै गरेको हामी आइपुग्यौँ गाडी पार्किङ गरेर उहाँहरू लागिसक्नुभयो र म यहाँ अब कस्तो लाग्यो आजको भिडियो प्लिज सब्सक्राइब गरिदिनु होला भन्दै बाई